नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? एकदम ठिक छु। के गर्दै हुनुहुन्छ आजकल? अब सङ्गीतकार, फिल्ममा बढी सङ्गीतहरू गरिरहेको छु, आधुनिक गीतहरू, सङ्गीतकै काममा व्यस्त छु। लामो समय भयो है सङ्गीतमा लाग्नु भएको? लामो त धेरै लाग्नु भएको छैन। म खासमा सङ्गीत क्षेत्रमै लागेको भनेको 62 साल पछाडि हो। भयो 8-9 वर्ष, 9 वर्ष भनेको नि त। साङ्गीतिक क्षेत्रको नेपालमा बजार छैन भन्छन्, खान पुग्छ यसले? मलाई यो प्रश्न जता पनि आउँछ, तर कस्तो भन्दाखेरि बजार त हामीले बनाउने हो र हामीमा चाहिँ हाम्रो नेपालको परिवेशमा जाँदाखेरि चाहिँ पानी भनेको, म्युजिक भनेको फ्रीमा सुन्ने भन्ने एउटा जमातहरू हुन्छ। फ्रीमा चाहिँ केही पनि पाइँदैन, लगानी हामीले गरिन्छ धेरै कुराहरू, तर फ्रीमा सुन्ने जमातले गर्दाखेरि चाहिँ र क्वालिटी कन्सियस अलिकति नभएको हुँदाखेरि चाहिँ अलिकति त्यो असर पर्यो। मार्केट त किन कम हुनु र बढिरहेछ, दिन प्रतिदिन श्रोताहरू बढिरहेछन्, गीत सङ्गीतहरू सुन्ने श्रोताहरू चाहिँ देशदेखि विदेशसम्म सबैतिर बढिरहेछन्। तर त्यो चिजलाई के भन्दाखेरि चाहिँ पहिला क्यासेटहरू सिडीहरू बिक्री हुन्थ्यो, अहिले चाहिँ क्यासेट सिडीहरू बिक्री हुँदैन, त्यो अनलाइन मार्फत चाहिँ अथवा डिजिटल मार्केटमा चाहिँ मार्केट अन्तर्गत चाहिँ विभिन्न ठाउँमा चाहिँ एउटै मोबाइलमा पनि लाखौँ गीतहरू, एउटै हजारौँ गीतहरू अट्न सक्छन्। त्यो भएको हुनाले फरक पर्यो हो। तर त्यो चिजहरूलाई चाहिँ हामी टेक्नोलोजीलाई चाहिँ हामीले चाहिँ युज त गऱ्यौँ, तर टेक्नोलोजीलाई हामीले चाहिँ के अरे आफ्नो बसमा पार्न नसकेको अवस्थामा चाहिँ अलिकति गाह्रो भएको। तर यो क्षेत्रलाई चाहिँ आफूले चाहिँ एकदमै दिलो जान साथ चाहिँ अथवा बिहानबाट बेलुकासम्म चाहिँ केही गर्छु भनेर लाग्नुपर्छ। अवश्य पनि कुनै पनि क्षेत्रमा लाग्दाखेरि चाहिँ क्षेत्रमा चाहिँ बाँच्न सकिन्छ, भोको मरिँदैन। नेपाली गीत सङ्गीतको बजार छैन अनि मान्छेहरू चाहिँ यो पेसा अँगालेर चाहिँ धेरै बाँच्न सकिँदैन, पैसा छैन, यो सोखको लागि मात्र हो भनिरहेछन्। तपाईँ चाहिँ होइन यसमै केही छ भनेर चम्किरहनु भएको छ। हजुर, केही छ यसमा? अब केही छैन भने त छोडिदियो भने त हामी साङ्गीतिक क्षेत्रतिर लाग्दैन, लगाउँ न, होइन र? केही पनि छैन भनेदेखि त साङ्गीतिक क्षेत्रतिरै नलागौँ अथवा केही पनि गीत सङ्गीत बनाउनै छोडिदिउँ। त्यो हामीले गर्दै जाने हो, काम गर्दै जाने हो। काम गर्दै गएपछि अवश्य पनि छैन भन्ने मान्छे उता जानुहुन्छ, अन्त जानुहुन्छ, तर छ भन्ने मान्छे आउनुहुन्छ यो क्षेत्रमा। आउन लागेको मान्छेलाई पनि चाहिँ निरुत्साहित बनाउनु त भएन नि त। यो मनमा हमेसा तपाईँकै सङ्गीतमा तयार भएको श्री 5 अम्बरेको गीत खुब हिट भइरहेछ नि, श्रोताले मन पराइरहनु भएको छ। हामीले डाक्टर कृष्ण बराल सरले लेख्नुभयो यसलाई, त्यसपछि हामीले श्री 5 अम्बरेमा चाहिँ एउटा राख्ने चाहिँ एउटा निर्णय गऱ्यौँ। त्यसलाई चाहिँ अलिकति क्याची खालको मेलोडी बनाउने सोच बनाएर अलिकति डान्सिङ नपरै चाहिँ बनाउने कोसिस गरेर बनाएको। त्यसलाई श्रोताहरूले मन पराइदिनु भएको छ। सबभन्दा पहिलो कुरो त हामीले बनाएको चिजलाई श्रोताले मन पराइदिनु भयो, त्यसको लागि चाहिँ श्रोताहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। र सम्पूर्ण श्रोताहरूले चाहिँ त्यही मैले भने अघि नै भने नि, श्रोताहरूलाई चाहिँ के मनपर्छ भन्ने चिजलाई नै अगाडि बढेर चाहिँ मध्यनजर राखेर चाहिँ काम गर्ने हो। त्यो चाहिँ अनुसार काम गर्दै जाउँ अथवा काम गर्दै जाने चाहिँ एउटा चाहिँ आफूले प्रण गरिन्छ, त्यो अनुसार भइरहेछ जस्तो लाग्छ। श्री 5 अम्बरेमा चाहिँ कसरी आबद्ध हुनुभयो? श्री 5 अम्बरेमा त हाम्रो जीवनसाथीजी हुनुहुन्छ, उहाँले नै चाहिँ एउटा फिल्ममा चाहिँ अब हामी गर्दैछौँ। पहिला अन्तरालमा पनि हामीले भनौँ न, अन्तराल बनाउँदा पनि म चाहिँ उहाँहरूसित काम नगरे पनि चाहिँ हामी चाहिँ सँगै थियौँ, अथवा चाहिँ उहाँले के गर्नुहुन्छ कसो गर्नुहुन्छ भन्ने कुराहरू चाहिँ हुन्थ्यो, थाहा हुन्थ्यो। र श्री 5 अम्बरे बनाउँदाखेरि चाहिँ मलाई चाहिँ नाम भन्नुभएको थिएन उहाँले, नाम चाहिँ पछि भनौँला, तर गीत बनाउँदै गर्नु भनेपछि बराल सरकोमा गयो। पछि चाहिँ श्री 5 अम्बरे भन्दाखेरि चाहिँ मलाई चाहिँ नाम चाहिँ अलिकति चाहिँ युनिक लाग्यो। त्यसपछि यो एउटा स्टोरी सुनेर त्यही अनुसारको चाहिँ समग्र रूपमा चाहिँ हामी एउटा बसेर यस्तो खालको चाहिँ गीत बनाउँदाखेरि राम्रो हुन्छ भनेर चाहिँ सबैले सल्लाह गरेर बनाएको गीत हो। यो मनमा हमेसा तयार पार्दाखेरि यसरी हिट होला, आज चाहिँ लाखौँ मान्छेले चाहिँ यो गीतलाई सर्च गरेर हेर्लान् भन्ने तपाईँलाई लागेको थियो? होइन, अवश्य पनि एउटा गीत बनाउँदाखेरि चाहिँ त्यो चिजलाई चाहिँ अब अपेक्षा गरिन्छ, होइन? अब बिस्तारै त्यो मलाई कस्तो लाग्छ भन्दाखेरि चाहिँ हामीले चिज बनाउने हो। त्यो चिज चाहिँ भनेको लाखौँ के अरे करोडौँ श्रोताहरूले मन पराइदिनुहुन्छ भनेर चाहिँ बनाउने नै हो। अब त्यो चिजमा चाहिँ हामी चाहिँ एउटा टिमले गर्दाखेरि टिम चाहिँ सफल भयो जस्तो लाग्छ। किन भन्दाखेरि चाहिँ त्यो कुनै पनि मान्छेले चाहिँ मन नपराओस्, मैले मात्रै घरमा सुनौँ भनेर त बनाउँदैन। त्यो भएको हुनाले हामीले पनि त्यो चिजलाई चाहिँ श्रोताहरूले सुनुन्, मन पराउन्। हाम्रो लगानीलाई चाहिँ श्रोताहरूले चाहिँ पनि त एउटा के अरे मध्यनजर भनौँ न, श्रोताहरूले चाहिँ हाम्रो जुन लगानी गरेका छौँ, जुन एउटा टिमवर्कले काम गरेका छ श्रोताहरूले, त्यसलाई मन पराइदिनुहोस् भन्ने चाहिँ प्रत्येक चाहिँ एउटा टिमलाई लाग्छ नि त, हामीलाई पनि लागेको थियो अवश्य पनि। मङ्सिर 5 गते श्री 5
अम्बरे देशभरका सम्पूर्ण सिनेमा घरहरूमा लाग्दैछ, के भन्नुहुन्छ तपाईँ? फिल्म एकदमै राम्रो बनेको छ, गीत सङ्गीत पनि राम्रो बनेको छ। फिल्मलाई चाहिँ हेरिदिनु होला, नहेरिकन चाहिँ नराम्रो छ नेपाली चलचित्र नभनिदिनु होला। किनभने कुनै पनि चिज खाएपछि मात्रै त्यसको स्वाद पाइन्छ, नमिठो मिठो भनेको चाहिँ बल्ल त्यहाँबाट थाहा पाइन्छ। तर नखाइकन चाहिँ यो चिज नमिठो छ भनेर चाहिँ पहिल्यै नभनिदिनु होला। र श्रीपाद कुनै पनि चलचित्रहरू, कुनै पनि नेपाली श्रीपाद चम्बरे भनौँ या जुनसुकै नेपाली चलचित्रहरू हेरिदिनुहोस्, हेरिदिएपछि नराम्रो छ भने त्यही हामी कमेन्ट गरेर नराम्रो चाहिँ चिजहरूमा कमेन्ट गरिदिनु भने हामी नराम्रो चिजलाई चाहिँ सुधार गर्ने मौका पाउँछौँ। राम्रो छ कुनै ठाउँमा भनिदिनु भने त्यो चिजलाई हामी अझै चाहिँ के अरे हौसला बढेर चाहिँ अझै राम्रो चिजहरू गर्न सक्ने चाहिँ एउटा वातावरण हामी बन्छ। तर कुनै पनि चिजलाई चाहिँ के अरे अनुभव नगरिकन, कुनै पनि चिजलाई चाहिँ आत्मसात नगरिकन चाहिँ बाहिर चाहिँ त्यसै चाहिँ त्यो यो चिज नराम्रो छ, राम्रो छैन भनेर चाहिँ नभनिदिनु होला प्लिज। हेरेपछि चाहिँ फेरि कमेन्ट गरिदिनु होला। हेरेर चाहिँ कमेन्ट गरिदिनु भयो भने चाहिँ भोलि गएर अर्को फिल्म बनाउँदा, अर्को चिज बनाउँदाखेरि चाहिँ सुधार गर्ने चाहिँ मौका पाइन्छ। अन्तमा केही भन्न मन लागेको छ? अन्तमा हामी श्रीपाद चम्बरे मङ्सिर 5 गतिबाट लाग्दैछ। श्रीपाद अमरे मङ्सिर 5 गतिबाट लाग्दै गरेको श्रीपाद अमरेलाई चाहिँ दिपा बस्नेतजीले चाहिँ राम्रो निर्देशन गर्नुभएको छ, सबै कलाकारहरूले राम्रो अभिनय गर्नुभएको छ र एउटा फिल्म चाहिँ राम्रो चाहिँ गरेर इन्जोय गरेर चाहिँ फिल्मलाई चाहिँ गएर हलमा गएर हेरिदिनु होला भन्न चाहन्छु। हस्, समय दिनुभयो, धन्यवाद। धन्यवाद।